गाइस वेलकम ब्याक टु माई च्यानल। अहिले चाहिँ हामी चाहिँ पुरा लोदिङ ज्वालामाई मन्दिरको चाहिँ दर्शन गर्न गइसकेका छौँ। भाग्यले जुराएर चाहिँ आजको यात्रा चाहिँ यता भयो होइन। अब खासमा हामी सोचेर चाहिँ हिँडेको थिएन, बाटोमा आउँदा आउँदै यतै आउनु हुने रहेछ अनि यतै आइयो। अनि त्यहाँबाट लोदिङ ज्वालामाई तर्फ हामी प्रस्थान गरिरहेका छौँ। ज्वालामाई जाँदा चाहिँ यस्तो बाटो हुँदै जानुपर्ने हुन्छ अनि अलिक तलतिरसम्म चाहिँ गाडी आउने भएकाले सजिलै हुन्छ। गाइज हामी चाहिँ नि 108 वटै रहेछ अनि मैले चाहिँ गनेर पनि पुऱ्याइसकेँ। अनि त्यसपछि अब हामी कता हुँदै जान्छौँ भनेको फर्किनै पर्ने रहेछ यतै। अनि उहाँ चाहिँ फोटो खिच्दै हुनुहुन्छ। आयो अनि फर्क्यौँ अनि उताबाट फेरि उता माथि क्रस गरेर जानुपर्ने छ। नि फेरि ल यहाँको बारेमा केही भनिदिनु त। मलाई आउँदैन त्यति जानकारी छैन। मलाई त्यहाँ साइनबोर्ड लेखेको छ, त्यहाँ पढ्नु होला होइन, त्यहाँ पढ्नु होला। कृपया त्यहाँ पढ्नु होला। अघि राखिदिएको छु मैले, केही छैन। यताबाट जाने होइन। यहाँ चाहिँ बन्द रहेछ। के पो देखाएको थिएँ अघि मैले। बन्द रहेछ यहाँ चाहिँ। सबै मन्दिरको नाम थाहा हो होइन। जुन बजे जस्तो सुनिन्छ गाइस। घुमिसक्यो अनि खासै केही रहेनछ अनि परे हुवा छ यहाँ। अनि हामी अब निक्लिने बेला नि हुन लाग्यो। अनि यहाँ चाहिँ अलिकति अरूले के गर्न थालिसकेका छैनन्, अलिक विशेष रूपले चाहिँ सोचेर आएका होला। अनि उनीहरू आउने रहेछन् अनि हामी पनि आयो। पनि रहेछ गाइज होइन। के को आकार हो यो? आँपको जस्तो आकार रहेछ। आँपै रहेछ नि, हेर्नु न ल। हो आँपको आकार रहेछ। ल यहाँबाट फोटो